फाइनल्ली हामी बुटोल बजार आयौँ। बुटोल बजार आएको छौँ। ल हामी अब मन्दिरबाट घरतिर जाँदैछौँ। यसलाई समात्यो दिदी। चिल्लो पार्टीले आइसक्रिम खाँदैछन्। चिल्लो पार्टी गाडी यता आउँछ, यता छेउछेउबाट आऊ। ल हाम्रो पहाडको घर गाइस जाँदैछौँ हामी पहाडको घर। ल दिदी कहाँ हो रे? नहीं कहाँ हो रे जाने भनेको के? घर कुन हो भनेको? ल सबैजनालाई छाङछाङदी रेस्टुरेन्टमा स्वागत छ। हामी घर जाँदैछौँ, पहाड घर। छाङछाङदी रेस्टुरेन्टमा सबैले ल हेर्नुहोस् पहाडको घर। कति राम्रो घर छ। यो हाम्रो रोडबाट त्यो मन्दिर भयो, मन्दिरबाट रोड क्रस गरेर यता हेर यहाँ घर हेर्न कस्तो दामी बनाएको। चल चल माथि, चल माथि माथि। दिदी क्याफे रहेछ नि? क्याफे रहेछ यो क्याफेको जस्ट अपोजिट हाम्रो घर जाने बाटो, हाम्रो पहाडको घर। ल आओ चिल्लर पार्टीहरू। चलो चलो। मेरो भान्जाले आइसक्रिम खाँदैछ। ऊ दिदी टिकटकर मेरो बुढी मैया रानी। ल हामी ल यहाँ हाम्रो पुरानो घर थियो यहाँ, अहिले त भत्काएर सबै खाली जग्गा मात्रै छ। अनि मेरो ठुलबाबाको घर। हेलो हेलो हामीहरू त भइहाल्यो। बाजे हाम्रो सन्तानको बाजे ढले मङ्की ढल्ले मङ्की। ल हाम्रो बाजे हेर्नुहोस्। बाजे कति वर्ष पुग्नु भयो बाजे? 95 वर्ष। हाम्रो पहाडको घर। ऊ माथि अर्को ठुलो बाबाको घर हो यो। यहाँ दिदीहरू भिडियो बनाइरहेछन्। हाम्रो सन्तानको अन्तिम बाजे 95 वर्ष पुगिसक्नु भएको छ। ल हाम्रो भाउजू, हाम्रो ठुलो बाबा, उहाँ भाउजू। ल हाम्रो चाहिँ पूजाको लागि यात्रा सुरु भयो। आज चाहिँ पूजा गर्ने दिन। ठुलबुवा हुनुहुन्छ उहाँ, अर्को ठुलबुवा, उहाँ ठुलबुवा बोका लिएर कुखुरा लिएर। मेकअप आर्टिस्टहरू मेकअप हान्दैछन् यहाँ। कामभन्दा कम मेकअप धेरै। टिकटक स्टारहरू बल्दा बल्दा। फटा भान्जा फटा छोरी दुइटै हरामीहरू एकछिन बस्दैनन् यहाँ। खेले खेले कुदे कुदे। भान्जा मामा कसको? मामा कसको? मामा भान्जा कसको?
खाजा कसको मेकअप आर्टिस्टहरू घरबाट निस्किँदा नि अझै मेकअप भ्याइ छैन यिनीहरूको विशेष गरी मेरो बुढीको ए हाम्रो अर्को जेठाबा पनि आउनुभयो ल सब यो पूजामा पहाडमा जाने तयारी हुँदैछ अर्को टोलीमा हुनुहुन्छ एउटा टोली चाहिँ यहाँबाट जाने हो अलि सन्तानहरू सबै भेट हुँदैछ यहाँ कुम्राको भाइ त हैन हो के यहाँ दाजुभाइ काइला साइला साइलाको भाइ जाम त जाम यस्तो खतरा बाटोबाट आइयो गाइस यो बाटो पुरा तलबाट स्त्री माथि त्यो समात्यो यो भाले समात भाले समात अहिले पाठले ल कताबाट जाने हो हामी ल हामी लाग्यौँ है हामी लाग्यौँ अब हाम्रो कोचतिर जाँदैछौँ हामी ल आऊ स्कुटी ल असली आले यता नक्कली आले पहिला त्यहाँ अघि रोकेको थियो नि भेडा राखे चढाएको त्यही तल त हो नि हामी गएको दिदीमा घर पुगिसक्नु भएछ त्यो तल कुलको हो हाम्रो यहाँ पहाडको माथि देउता पुज्ने घर यस्तो खतरा बाटो रहेछ दिदी म त अगाडिको टायरमा बसेको अघि त्यहाँ गाडी नउठेर यो कता राख्नु फुलमा हाम्रो माथि पहाडको मन्दिर भाइहरू त्यो आगोको तुवालो उली लाएर होला नि दिदी मौसमै सफा नभयो के बाटो रहेछ नि त म त चिन्दै नचिनेर धन्न
पूजा कहिले बनाउनु मङ्सिरा ए चिल्लर बिल्लर ग्याङ अझै हेर तै कस्तो रे खाना खाना मैले यो बनाइदिएको थिएँ कि एउटा हाम्रो आली दाजुभाइहरूको एउटा फेसबुकमा ग्रुप च्याट गराइदिएको अझै मुख ढाकेको लाज लाएर यहीँ भर्खर भनेको हजुरले सुन्नु ल पकाएको पनि हिरोको के ल मुख ढाक्ने होइन ल